हाम्रो नेपालमा विभिन्न जात जाति धर्म संस्कृति का समुदायहरू एउटा मिलेर बस्ने जुन खालको एउटा अनुशासित एक धर्मले अर्को धर्मलाई सम्मान गर्ने जुन खालको एउटा परिपाटी छ म यहाँहरुको यो क्रिस्चियन समाजले आयोजना गरेको कार्यक्रममा म यहाँहरुको धर्मप्रति म यहाँहरुलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र यो 2046 साल भन्दा अगाडि पञ्चायती व्यवस्था हुँदाखेरि जसरी एकतन्त्रीय पञ्चायती शासन थियो त्यसैगरी यो क्रिस्चियन धर्म पनि बन्देजमा पारिएको थियो र त्यति बेला यसरी हामीले आफ्नो किसिमको धर्म संस्कृतिको विषयमा पनि प्रचार गर्न पाउने थिएनौं। यो आफ्नो किसिमको नेपालीहरूको नैसर्गिक अधिकार हो। त्यसो भएको हुनाले 2046 साल पछाडि जब नेपालमा जनआन्दोलन भयो त्यस पछाडि बहुदलीय व्यवस्था स्थापना भइसकेपछि सम्पूर्ण धर्मावलम्बीहरूले पनि आफ्नो किसिमको धर्मको प्रचार गर्ने आफ्नै किसिमको धर्म मान्ने जुन खालको एउटा संस्कृतिको विकास भयो। त्यसकारणले अहिले नेपालको संविधान 2072 ले पनि नेपाललाई धर्मनिरपेक्षता भनेर घोषणा गरेको छ। यसको मतलब कि पहिला नेपाललाई हिन्दू राष्ट्रको रूपमा मात्रै मानिन्थ्यो भने अहिले आएर सम्पूर्ण जात जाति सम्पूर्ण भाषाभाषी सबैले उत्तिकै किसिमले चाहिँ आफ्नो धर्म संस्कृति मान्न पाउनुपर्छ भन्ने खालको जुन खालको एउटा संविधानले व्यवस्था गरेर हामीलाई त्यो अधिकार दिएको छ। त्यसकारणले त्यो अधिकारको साथै हामी यो कार्यक्रमहरू यहाँहरूले सम्पन्न गर्न लाग्नु भएको छ। त्यसो भएको हुनाले म यहाँहरूलाई सम्पूर्ण धर्मावलम्बीहरू चाहे त्यो बुद्ध धर्म होस् चाहे हिन्दू धर्म होस् चाहे क्रिस्चियन धर्म होस् चाहे जैन धर्म होस् जुनसुकै धर्मको पनि उत्तिकै सम्मान गर्नुपर्छ। हामीले एउटा धार्मिक सहिष्णुता भन्छ। त्यसकारणले हामीले एउटा एकले अर्काको धर्मको विरोध गर्ने हैन, हामी सबै जात जाति मिलेर बस्नुपर्छ भन्ने म यहाँलाई हार्दिक अनुरोध गर्दै